हेलो एन्ड नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि एकदमै ठिक छु र धेरै पछाडि नयाँ भ्लग लिएर आएको छु होइन। अनि भ्लग्सहरू इन्फर्मेटिभ भिडियोहरू मैले हालिरहेको हुन्थेँ। अनि आज चाहिँ अब ट्रान्सफर भएकै कलेजमा मेरो क्लास पनि आज चाँडो छुट्टी भएको थियो। सो त्यसले गर्दाखेरि चाहिँ आज चाहिँ अब म एउटा भ्लग बनाउँछु नि त भनेर खासमा बसेको थिएँ। अनि त्यही हो आज चाहिँ ट्रान्सफर म जुन अहिले कम्युनिटी कलेजमा छु त्यही कलेजमा बसेर चाहिँ एउटा भ्लग बनाइरहेको छु होइन। अनि त्यस पछाडि कस्तो लाग्छ तपाईँहरूलाई, च्यानलमा नयाँ हुन्छ भने लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला। किप अन फलोइङ, किप अन सब्सक्राइब माई च्यानल होइन। अनि म अहिले तपाईँहरूलाई मेरो यता लाइक कम्युनिटी कलेजको वरिपरिको इन्भाइरोमेन्ट कस्तो छ त्यो पनि देखाउँछु होइन। मस्त घाम लागिरहेको छ अहिले चाहिँ, सरसर्ती अब यहाँ प्रोग्राम पनि हुन आँटिरहेको छ क्या। सो यसले गर्दाखेरि सबै चाहिँ अहिले मेन्टेनेन्सहरू भइरहेको छ, देख्न सकिन्छ यहाँनिर। अहिले उता फ्रन्ट साइडमा गएर चाहिँ म तपाईँहरूलाई त्यहाँको पनि वातावरणहरू देखाउँछु होइन, कस्तो छ होइन। अनि कस्तो छ पिसिसी, कतिजनालाई सोध्नु भएको छ क्या अब लाइक कम्युनिटी कलेजमा चाहिँ युनिभर्सिटीहरूको जस्तै पढाइ हुन्छ कि हुँदैन भनेर कतिजना सोध्नु भएको छ। मजाले हुन्छ, सबै कुराहरू सेम फेसिलिटी हो। त्यही युनिभर्सिटीमा फी महँगो हुन्छ, कम्युनिटी कलेजमा फी सस्तो हुन्छ, त्यति डिफ्रेन्स हो। पढाउने तरिका, यहाँको सिस्टमहरू, हरेक कुराहरू सेम हो। सबै युनिभर्सिटी गयो भने, कम्युनिटी कलेज गयो भने, पब्लिक कलेज गयो भने, प्राइभेट कलेज गयो भने, जहाँ गयो भने पढाउने सिस्टम होइन, यहाँ होमवर्क गराउने तरिका, असाइनमेन्ट दिने तरिका होइन, सब्मिट गर्ने तरिका, एभ्रिथिङ इज सेम। त्यही डिफ्रेन्ट भनेको त्यही पैसा बढी हो, त्यति हो जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि त्यही हो, आज चाहिँ अब प्रोग्रामको लागि अब यहाँ सबजना मान्छेहरू पनि छ क्या, लाइक कलेजमा कतिजना पनि अब सायद आजलाई हो क्या, अर्को दिनलाई हो प्रोग्राम चाहिँ। तर मान्छेहरू बसिरहेको छ अब, सायद मलाई चाहिँ अहिले लाग्छ होइन। तर म चाहिँ जान्छु होला घर, चाँडै मेरो कामहरू छ। अनि सो यहाँ चाहिँ स्क्वायरलहरू पनि कति हिँडेर हुन्छ क्या, यहाँतिर चाहिँ यहीँ चेयरमा म बसेको ठाउँतिर पनि यतातिर पनि आएर बसिरहेको हुन्छ। म अहिले त्यसलाई बोलाउँछु होइन, अहिले आयो भने आइरहेको हुन्छ क्या प्रायः जस्तो चाहिँ। अनि यसो बोलायो भने पनि चुचु गरेर बोलायो भने पनि पुरा आइरहेको हुन्छ क्या। अन्त त्यसले गर्दाखेरि चाहिँ लाइक त पर गइरहेको छ। अब हेरौँ के कस्तो हुन्छ होइन। म देखाउँछु अहिले तपाईँलाई, यतापट्टि आयो भने मैले बोलाउँदै बोलाएँ होइन। एउटा स्क्वायरल चाहिँ यहीँ आएर पनि बसिरहेको हुन्छ क्या, चेयरमै पनि बसेर यस्तोमा पनि बसिरहेको हुन्छ क्या। अनि त्यही भएर देखाउँछु भनेको तपाईँलाई। अहिले उता भएको क्या, पुरा आइरहेको हुन्छ क्या कति अब पुरै यस्तो सकिन्छ होइन। अब त्यस पछाडि अब कति मान्छेहरूको अब कलेज सक्यो क्या अहिले। अनि कतिजना चाहिँ यहाँ बस कुरेर बसिरहेको ठाउँहरू, यो चाहिँ बस कुर्ने भयो यहाँनिर। अब आफ्नो आफ्नो घर जाने ठाउँको बसहरू आइरहेको हुन्छ। अनि सो त्यही ठाउँमा गएर बस्नुपर्ने हुन्छ। अनि मेरो कलेजको फ्रन्ट साइड अब यस्तो छ होइन, कम्युनिटी कलेजमा भए पनि राम्रो छ पढाइ। तपाईँहरू सबैलाई प्रिफर गर्छु म आउनु भनेर होइन। अनि यस्तो छ ब्याकग्राउन्ड फ्रन्ट साइड होइन। प्रायः जस्तो भन्यो भने तपाईँको सबै कुराहरूमा एकदम राम्रो छ पासाडिना सिटी कलेज चाहिँ। अनि त्यही हो, सबजना छुट्टी भएर जान आँटेको छ कि यहाँबाट छिर्ने हो कलेज। अब अगाडिपट्टि रोडमा आउनुभयो भने तपाईँहरू यताबाट छिर्न मिल्यो होइन। अनि म लाइब्रेरीपट्टिबाट छिर्छु, यताबाट भन्दा पनि यता मैले तपाईँहरूलाई देखाइहालेँ, लाइब्रेरीपट्टिबाट छिर्छु म है। लाइब्रेरीपट्टिबाट म गएँ भनेदेखि चाहिँ मलाई अलिकति सजिलो पनि हुन्छ जस्तो लाग्यो क्या। किन भन्दाखेरि प्रायः जस्तो अब यहाँको चाहिँ एकदम अब उता एसआइयु हुँदाखेरि चाहिँ तपाईँहरूको हेर्ने हो भनेदेखि भने त्यता साइडमा चाहिँ तपाईँको के हुन्थ्यो भन्दाखेरि चाहिँ त्यहाँनिर लभजोय लाइब्रेरी थियो उसमा चाहिँ। तर यहाँ चाहिँ तपाईँको साटफोर्ड लाइब्रेरी चाहिँ एकदम चलेको लाइब्रेरी हो। युनिभर्सिटीले अब लाइक कलेजले पनि प्रोभाइड एकदम फेसिलिटीहरू प्रोभाइड गर्छ क्या यो लाइब्रेरीभित्र पनि। अनि म यस साइडबाट जान्छु, यस्तो छ पासाडिना कलेज, पासाडिना सिटी कलेजभन्दा अगाडिको एरियाहरू यस्तो छ। तपाईँलाई म प्रिफर गर्छु पासाडिना सिटी कलेज चाहिँ। तपाईँहरूले युएसए आइसक्यो भन्दा पछाडि चाहिँ फर्स्ट सेमिस्टर तपाईँले एप्लाई गरिसक्यो भन्दा पछाडि चाहिँ सेकेन्ड सेमिस्टरको लागि ट्रान्सफर गर्दाखेरि पासाडिना इज बेस्ट। यदि क्यालिफोर्निया आउँदै हुनुहुन्छ भने, अरू स्टेट जाँदै हुनुहुन्छ भने त्यसको रिसर्च गर्नु। मेरो ब्याकग्राउन्डमा म यसरी देखाउँछु तपाईँहरूलाई होइन, लाइक देख्न सकिन्छ मस्तोको छ यहाँनिर साटफोर्ड। अब तपाईँको यहीँनिर छ अगाडिपट्टि लाइब्रेरी पनि होइन। अनि यस्तो पुरा रमाइलो छ क्या ठाउँ चाहिँ, एकदम रमाइलो छ बस्न ओर्नको लागि होइन। घुम्न ओर्न पढ्न एकदम दामी छ पासाडिना सिटी कलेज चाहिँ होइन। अनि त्यही भएर चाहिँ म सबैजनालाई प्रिफर गर्छु आउँदाखेरि चाहिँ। यदि अब क्यालिफोर्निया आउँदै हुनुहुन्छ, क्यालिफोर्नियाको पनि लस एन्जलस आउँदै हुनेछ भने पासाडिना सिटी कलेज इज बेस्ट फर यु। एप्लाई गर्नुहोस् होइन। अब तपाईँहरूको लाइक फल इन्टेकको स्टुडेन्टहरू ट्रान्सफर गरेर आउने पनि सायद समरको लागि आउने बेला पनि हुँदैछ। तपाईँहरूले जुन जुलाईमा एप्लाई गर्न सुरु गरिसक्दा हुन्छ। एकदम ड्यु डेट लामो छ क्या यसको त, एप्लिकेसन डेटहरू पनि कति लामो छ, मस्त पाइन्छ होइन एप्लाई गर्न। सो त्यही हो, अब यहाँतिर म जाँदैछु। अनि भित्र छिरिसक्यो भन्दा पछाडि युनिभर्सिटीको अगाडिपट्टि फ्रन्ट साइड पनि म तपाईँहरूलाई देखाइहालेँ, यस्तो छ होइन। अब यहाँबाट पुस टु ओपन भनेको चाहिँ यहाँनिर हल्का पुस गरे पछाडि ओपन भयो, यहाँ देख्न सकिन्छ
पोस्ट ओपन भएपछि अलिकति ठेल्दिसक्यो भन्दा पछाडि अनि लाइब्रेरी यहाँतिर अब माथि टपमा गएर म स्कुल माथि टपमा गएर तपाईँहरूलाई म ओपन गर्छु एकचोटि माथिको देखाउँछु होइन माथिको टप भागबाट पनि कलेजको वरिपरि कस्तो छ अनि लाइब्रेरी पनि एकदम रमाइलो छ बस्नको लागि पढ्नको लागि तपाईँ आउनु सक्नुहुन्छ इन्जोय गर्न सक्नुहुन्छ रमाइलो छ सो तपाईँलाई आफूलाई चाहिएको इन्स्ट्रुमेन्टहरू तपाईँले यहाँबाट युज गर्न सक्नुहुन्छ तपाईँले प्रिन्ट गर्न सक्नुहुन्छ आफूलाई चाहिएको होइन सब कुराहरू यहाँबाट प्रिन्ट आउट गर्न सक्नुहुन्छ त्यही भएर अब यहाँनिर साइलेन्ट स्टडी रुम पनि हुन्छ साइलेन्ट स्टडी रुम भनेको कोही जान मिल्दैन बस्दा अब पढ्ने हो हल्ला गर्न मिल्दैन यसरी ब्लगिङहरू केही पनि गर्न मिल्दैन यस्तोमा चाहिँ तर त्यो पनि मैले प्रायः जस्तो सबजना बसेर हुन्छ लाइब्रेरीमै गएर एउटा बनाइसके पछाडि एक दिन कलेजको उल कुराहरू म देखाइदिउँ भनेर चाहिँ तपाईँहरूलाई खासमा आएको थिएँ कि त्यो भएर पनि हो होइन यहाँबाट ब्याकग्राउन्ड पछाडि अगाडि सब देखिन्छ कि देखिन्छ भनेर म तपाईँलाई देखाउँदैछु यहाँबाट लाइब्रेरीको फ्रन्ट साइड यस्तो छ ब्याकग्राउन्डहरू पुरै अब तपाईँले आउनु गर्नलाई चाहिँ डिस्टर्ब नहुने थियो मैले डिस्टर्ब गर्दै सायद यो साइड फ्रन्ट साइड डिस्ट्रिक्ट कलेजमा मैले सबै कुराहरू तपाईँलाई मैले देखाइसकेको छु होइन धेरै ठुलो सलिएको बोल्नु पढेर बसिरहेको छु सबजना आफ्नो आफ्नो प्रिपरेसन हुन्छ आफ्नो आफ्नो हुन्छ भनेर यस्तो छ गाई चाहिँ अनि किप अन फलोइङ किप अन सब्सक्राइब माई च्यानल अब यहाँबाट बोल्न मिल्यो माथिसम्म चाहिँ अलिकति प्रब्लम थियो कि त्यो भएर मात्र हो होइन माथि अलिक बोल्न मिल्दैन क्या अब के कसैलाई प्रब्लम भइदियो है बसिरहेको हुन्छ सबजना होइन माथि तर तपाईँहरूले पब्लिक लाइब्रेरी भयो भने कलेजमा यति धेरै फेसिलिटी हुन्छ कि होइन के भन्नु अब तपाईँलाई मैले अब यहाँबाट म निस्किनु गाइज ल म निस्किएँ है अब भित्र चाहिँ डिस्टर्ब हुन्छ मान्छेहरू डिस्टर्ब गर्नु मिल्दैन नि त बाहिर त होइन भित्र त बाहिर त ल मैले मजाले भ्लग बनाउनु मिल्छ तर भित्र एकदम डिस्टर्ब गर्न मिल्दैन सबजना पढेर हुन्छ अब पुरानो जमानाको प्रिन्टिङ मेसिनहरू होइन अब लाइक तपाईँको इन्टर टाइपहरू यस्तो यस्तो हुन्छ पहिलाको यस्तो थियो भने सबै देखाएको छ क्या यहाँ अनेक कुराहरू छ ड्रहरू होइन त्यही हो गाइज च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक चाहिँ सब्सक्राइब कमेन्ट गर्नु नबिर्सिनु होला आज भनेको मैले तपाईँहरूलाई चाहिँ लाइक कलेजको भोलि यहाँ देखाएछु त्यसले गर्दाखेरि तपाईँलाई पनि एकदमै सजिलो हुन्छ कलेजको फ्रन्ट ब्याक साइड अब के क्या यसको अब सबैतिर यस्तै यस्तै छ होइन सो त्यसले गर्दाखेरि चाहिँ अनि अब यहाँबाट अलिकता घुमेर अनि युनिभर्सिटी पुरो होल साइडलाई म तपाईँलाई देखाइदिइरहेको छु होइन अनि अब कलेजको अब कफी सबै खानु पऱ्यो भने क्याफेटेरिया यो भइहाल्यो हाम्रो होइन लास्टै धेरै फेसिलिटी छ कलेजमा सो त्यसले गर्दाखेरि चाहिँ तपाईँलाई पनि एकदम सजिलो हुन्छ अनि सो त्यही हो गाइज किप अन फलोइङ किप अन सब्सक्राइब माई च्यानल नयाँ छ भने लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला है त त्यो अब उता अगाडिपट्टि निस्किन्छ म मेरो सामानहरू हरायो भने अर्को तना भन्छ फेरि अब त्यही हो तपाईँलाई मैले फ्रन्ट साइड ब्याकग्राउन्ड चाहिँ होइन यो त मेन कलेज अब वरिपरि आज चाहिँ प्रोग्रामहरू भएको कारणले गर्दाखेरि तपाईँले अब देख्नु भएन त्यति धेरै यो चाहिँ पुरै बिजी ठाउँले गर्दाखेरि नत्र त तपाईँहरूको एकदम रमाइलो छ मेरो झोलाहरू चाहिँ कहाँ सुरक्षित छ कि छैन भन्ने कुरा सुरक्षित रहेछ भने म अब ग्राउन्ड फेरि गर्छु होइन स्क्वायर छिरेर बस्दिन्छ क्या कहिले काहीँ ब्यागतिर अनि के खानेकुरा छ क्या त्यहाँनिर अनि भित्र छिर्यो भने अर्को तनाव हुन्छ भनेर मात्र हो अनि त्यही गाइज मले कलेजको अब तपाईँलाई प्रायः सबै कुराहरू देखाइ पनि हाल्यो अब यतापट्टि स्टुडेन्ट सर्भिस सेन्टर होइन तपाईँलाई के प्रब्लम भयो भनेदेखि तपाईँको स्टुडेन्ट सर्भिस सेन्टरमा पनि जान सक्नुहुन्छ होइन मलाई लास्ट सर के पनि लाग्दैन क्या अहिले भ्लगिङ बनाऊ यत्रो मान्छे कलेज वरिपरि पुरा घुमेर आफ्नो कलेज जस्तो होइन कलेज त आफ्नै हो पैसा तिरेर आफ्नै त हुन्छ हेर्नु न स्क्वायर यहाँ स्क्वायर पुरा घुमेर आएको छ क्या रमाइलो यत्रो सानो सानो स्क्वायरहरू पनि पुरा वरिपरि घुमेर हुन्छ होइन हाँसो लाग्छ यार तर कहिलेकाहीँ चाहिँ सो त्यही हो अब यहाँबाट हाम्रो स्टुडेन्ट सर्भिस सेन्टर तपाईँलाई के प्रब्लम भयो भनेदेखि तपाईँहरू यतापट्टि जान सक्नुहुन्छ स्टुडेन्ट सर्भिस सेन्टरमा होइन अरू भनेको त्यही हो बस्नुहोस् रमाइलो गर्नुहोस् ट्रान्सफर गर्नुहोस् युएसए आउनुभएको छ भने इन्जोय गर्नुहोस् जोगिनुहोस् सबैजना सुरक्षित रहनुहोस् होइन अनि मेरो भ्लग हेर्दै गर्नुहोस् च्यानलमा नयाँ आउनु छ भने लाइक सेयर सब्सक्राइब पनि गर्नुहोस् होइन सबैजना आफ्नो आफ्नो केयर चाहिँ गर्नुहोस् मेन कुरा भनेको केयर चाहिँ गर्नुपर्ने हुन्छ है त गाइज त्यही हो बाहिरको बिल्डिङ पनि म तपाईँहरूलाई देखाइ नै हाल्छु त्यस पछाडि अनि आजको मेरो भ्लगहरू सायद यहाँबाट इन्ड अप पनि गर्छु म होइन ट्रान्सफर सेन्टरहरू हाम्रो क्याफेटेरिया भयो खाने बसेर खाने गर्ने ठाउँ भनेको जस्तो छ अब यहाँ
यता साइडबाट चाहिँ हाम्रो कलेजहरू यस्तो देखिन्छ। अब माथिबाट टपमा गएर पनि तपाईँहरूलाई म एउटा त्यहाँबाट मिल्यो भनेदेखि चाहिँ टपमा गएर पनि म एउटा देखाउँछु माथिबाट भ्यू कस्तो हुन्छ होइन। त्यति भइसक्यो भने पछाडि यहाँको सिटी कलेजको सम्पूर्ण कुराहरू यही भिडियोमा अगटिन्छ। यति भइसक्यो मलाई पनि सजिलो, तपाईँलाई पनि सजिलो होइन, रमाइलो हुन्छ नि त एउटा कलेज कस्तो छ कस्तो छ फेसिलिटीहरू। यहाँ चाहिँ अब सबै फेसिलिटीहरू छ। बुक स्टोर यहाँ भयो, तपाईँलाई आफूलाई चाहिएको स्पेसिफिक बुक स्टोर यहाँनिर बुकहरू किन्न ओर्न मिल्यो होइन। त्यसको लागि बनाइएको ठाउँहरू भयो होइन। त्यो गाइस च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला होइन। अनि त्यही हो। अब म कलेजको मास्तिर टपमा जान्छु अनि त्यस पछाडि भनेको चाहिँ अनि यो चाहिँ हो। अब यहाँतिर अब के त्यो तपाईँहरूलाई त्यो च्यानलमा नयाँ भने लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला होइन। बसेर पढ्नको लागि चाहिँ तपाईँलाई एकदम फेसिलिटी छ। माथि कलेजको म यो बिल्डिङको माथि टपमा जान्छु, त्यस पछाडि त्यहाँको पनि देखाउँछ। त्यति भए पछाडि मेरो भ्लगिङहरू एन्ड अप नै हुन्छ होइन। अनि है त गाइस माथि जान्छु म, पुरा माथि जाँदैछु होइन, माथि टपमा। अनि गइसक्यो भने त पछाडि तपाईँलाई म त्यो पनि देखाउँछु। अब पासाडिना सिटी कलेजको यस्तो पनि छ होइन। लिफ्ट माथि गएर अनि सब व्यवस्था छ, लिफ्टै सब कुराहरूको व्यवस्था छ। मस्त रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्, पढ्नुहोस्, आफ्नो केयर गर्नुहोस् होइन। अब 4th बिल्डिङमा जब पुगिसकेको छु म, यहाँनिर आइसकेको छु होइन। अब त्यस पछाडि म यहाँबाट पनि देखाउँछु कलेज छ त हाम्रो यहाँबाट पासाडिना सिटी कलेज कस्तो देखिन्छ भन्नेहरूको लागि चाहिँ म देखाउन जाँदैछु कि हाम्रो पासाडिना सिटी कलेज यहाँबाट यस्तो देखिन्छ है त गाइस है। देख्न सक्नुहुन्छ अब यहाँबाट होइन। हेर्नुहोस् ल हाम्रो सिटी कलेज पुरै एरिया, पासाडिना सिटी कलेजको यो पुरा सम्पूर्ण एरिया होइन। जति देख्नु भएको छ यो एरियाहरू तपाईँले होइन, यो सब भनेको पासाडिना सिटी कलेजको एरिया हो क्या। अब यो यस्तो छ फ्रन्ट मेरो ब्याग त तपाईँले देख्न सक्नुहुन्छ, तल राखेको छु। मान्छेहरू घुमिरहनु भएको छ, इन्जोय गरिरहनु भएको छ सक्नु आफ्नो होइन। त्यही हो। च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला है त। अलिकति फ्रन्ट साइड पनि म तपाईँलाई देखाइहाल्छु। म्याथ सक्सेस सेन्टर यो भयो है कलेजको उतापट्टि साइड देखाएँ। अब यतापट्टिको सी बिल्डिङको मेन भाग देखाउँछु। त्यस पछाडि म यहाँ टपमै बसेर मेरो आजको भ्लग चाहिँ यहीँ एन्ड अप गर्छु। अनि त्यही हो, किप अन फलोइङ, किप अन सब्सक्राइब माई च्यानल है त। यस्तो छ यतातिर होइन। अब पढ्नु ओर्नुको लागि चाहिँ क्लास फेसिलिटी, क्लास सर्भिसेसहरू यस्तो छ। त्यही हो। पछाडिको साइड देखाउन आँटेको थियो, अगाडि देखाएँ। अब पछाडिको साइड देखाए पछाडि हामी मेरो आजको भ्लग यहीँ एन्ड अप हुन्छ ल। यस्तो छ पछाडि साइड, पासाडिना सिटी कलेजको पछाडि भाग यस्तो देख्न सकिन्छ होइन पुरै लगाइछ। त्यही हो। आज मैले अब आजको यो भ्लग मैले यहीँ एन्ड गर्न आँटेको छु। तपाईँलाई भ्लग कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नु नबिर्सिनु होला। किप अन फलोइङ, किप अन सब्सक्राइब माई च्यानल।